नमस्कार। आज हामी अध्ययन गर्दैछौँ विधा सम्बन्धी व्यवस्था पाठ 7 भिडियोमा यहाँहरूलाई स्वागत छ। विधा अधिकार होइन सहुलियत हो। विधा कार्यालय प्रमुखको तजविजी अधिकार भित्र पर्ने भएकाले निजामती सेवा ऐनमा नै विधालाई सहुलियतको रूपमा व्यवस्था गरिएको छ। निजामती कर्मचारी सेवामा रहँदासम्म जुनसुकै बेला सेवा प्रवाह गर्नुपर्ने भएकाले विधाको विरुद्ध कानुनी उपचार प्राप्त नहुने भएकाले विधामा रहेका कर्मचारीलाई जुनसुकै बेला फिर्ता बोलाउन सकिने भएकाले यो के हो? विधा अधिकार होइन, के हो? सहुलियत मात्र हो भनेर भन्न सकिन्छ। विधाका प्रकारहरू, अब विधाका प्रकारहरू के छन् भनेर भन्दा तपाईले सूत्रबद्ध याद गर्नुपर्ने हुन्छ। गर्न सक्नुहुन्छ। भई घ बी प्र कि अ बे भनेर याद गर्न सक्नुहुन्छ। भइपरि आउने पर्व विधा के छ त? नियम 56 मा वर्षमा 6 दिन गरेर 12 दिन पाइने, अर्को वर्षको लागि सञ्चित नहुने, आधा दिनसम्म मात्रै विधा पाइने, मौखिक अनुरोधका आधारमा विधा पाइने। कतिपय विधाहरू हुन्छन् जुन चाहिँ सञ्चित गरेर राख्न मिल्छ, जस्तो घर विधा सञ्चित गरेर राख्न मिल्छ। भइपरि आउने घर विधा पर्व विधा भनेर चाहिँ यसलाई चाहिँ सञ्चित गरेर राख्न मिल्दैन। मौखिक पनि अनुरोधका आधारमा विधा लिन पाइन्छ, आधा दिन पनि विधा लिन पाइन्छ, आज आधा दिन भोलि आधा दिन पनि लिन पाइन्छ। घर विधा 12 दिन काम गरे बापत 1 दिन विधा पाइन्छ। 12 दिन सेवावधिमा 12 दिन चाहिँ काम गर्यो भने 1 दिन विधा पाइन्छ। सेवावधि भएर 180 दिनसम्म सञ्चित गरेर राख्न पाइन्छ हैन। अवकाश हुँदा 180 दिन बापतको सुविधा प्राप्त हुने हिउँदे विधा र वर्षे विधा पाइने ठाउँमा घर विधा नपाइने। बिरामी विधा नियम 58 मा रहेको छ। वर्षमा 12 दिन पाइने बिरामी विधा, यो पनि 12 दिन पाइन्छ वर्षमा। सञ्चित गर्न सकिने, यसलाई पनि सञ्चित गरेर राख्न सकिन्छ। आवश्यक परेमा सुरुमा 12 दिन, त्यसले पनि नपुगेमा 45 दिन र सो समेत नपुगेमा 1 वर्षसम्म पेस्कीको रूपमा विधा लिन पाउनेछ बिरामी विधा। यो विधाको लागि चिकित्सकको सिफारिस आवश्यक पर्दछ। सिफारिस नलिकन चाहिँ विधा लिन पाइँदैन है। अब प्रसुति विधा सम्बन्धी के व्यवस्था छ त? निजामती सेवा ऐनमा नियम 59 मा महिला कर्मचारीको हकमा सुत्केरी अघि र पछि गरी 98 दिन पाइने। सुत्केरी हुनुभन्दा अगाडि र सुत्केरी पछाडि 98 दिनसम्म पाइन्छ र 6 महिनासम्म मेरो बच्चालाई मजाले हुर्काउँछु, दुधपान गराउँछु, स्तनपान गराउँछु आज इत्यादि भनेर भन्ने हो भने 6 महिनासम्म बेतलबी विधा पनि पाइन्छ। 2वटा सन्तानको हकमा पोषण खर्च बापत रु 5000 उपलब्ध गराइने। 2वटा मात्र सन्तान भयो भने, त्योभन्दा बढी भयो भने त्यो सुविधा पाइँदैन। यस्तो विधामा जन्म दर्ता प्रमाणपत्र पेश गर्नुपर्छ। प्रमाणपत्र पेश नगरिकन त विधा पाउने कुरै भएन। अब रहेको छ पुरुषले प्रसुति स्याहार विधा। महिला प्रसुति हुँदा, आफ्नो श्रीमती प्रसुति हुँदा प्रसुति स्याहार विधा पनि पुरुषले पनि पाउँछन्। नियम 59 को क मा यही कुरा लेखिएको छ। श्रीमती सुत्केरी भएमा श्रीमानले सेवावधिभर 2 पटकसम्म पाउने, प्रत्येक पटक 15 दिनको दरले 15 दिनसम्म सुत्केरी भएका अवस्थामा चाहिँ मेरी श्रीमती चाहिँ सुत्केरी छन्, म चाहिँ उसको सुत्केरी स्याहार गर्न जान्छु, भालेको टाउको खान भन्ने होइन, तर सुत्केरी स्याहार विधाका रूपमा 15 दिनका दरले विधा पाइन्छ 2 पटकसम्म। पोषण खर्च बापत रु 5000 पाइन्छ। श्रीमती सुत्केरी भइन् भने पनि पोषण खर्च बापत श्रीमान सरकारी जागिरी छ भने चाहिँ 5000 रुपियाँ भत्ता पनि पाउने भयो। पोषण खर्च बापत 5000 रुपियाँ पाइन्छ। यसका लागि जन्म दर्ता प्रमाणपत्र चाहिँ अनिवार्य पेश गर्नु परिहाल्यो। 6 मा छ क्रिया विधा। नियम 60 मा क्रिया विधा सम्बन्धी व्यवस्था गरिएको छ। मूल्य मान्यता र कुल परम्परा अनुसार निजामती कर्मचारीले क्रिया गर्नुपर्ने भएमा बाटोको म्याद बाहेक 15 दिन विधा पाइने। श्रीमान क्रियामा बसेको बेला श्रीमतीले समेत 15 दिन क्रिया स्याहार विधा पाउने। यो विधाको लागि मृत्यु प्रमाणपत्र पेश गर्नुपर्ने, साथै निजसँगको नाता प्रमाणपत्र समेत राख्नुपर्ने। अब अन्यल नहुनुहोला, तपाईहरुलाई जानकारी गराउँछु। श्रीमती जागिरे छन् भने उनले पनि 15 दिन विधा लिन पाइने श्रीमान क्रिया बसेको बेलामा, अनि श्रीमती क्रिया बसेको बेलामा त श्रीमानले पाउने भइहाल्यो, श्रीमान जागिरे छन् भने। अब श्रीमान जागिरे छैनन् भने पनि श्रीमतीले पाइन्।
त्यो चाहिँ हो। अब 7मा छ अध्ययन विधा। अध्ययन विधा नियम 61मा के कस्तो व्यवस्था छ त भनेर भन्दा नेपाल सरकारको छात्रवृत्ति प्राप्त गरी स्वदेश वा विदेशमा अध्ययन गर्न जाने सेवा अवधिभर भरि 3 वर्ष अध्ययन विधा गर्न पाइने। यो अवस्थामा तलब पाउने। 3 वर्षसम्म तपाईँ अध्ययन विधाका लागि विदेश जानुभयो र अध्ययन गर्नुभयो, सार्वजनिक प्रशासनको बारेमा चाहिँ विभिन्न विषयमा तपाईँले अध्ययन गर्नुभयो, नेपाल सरकारको छात्रवृत्ति पाएर त्यो अवधिभरि चाहिँ तलब तपाईँले के गर्नुहुन्छ, तलब पाउनुहुन्छ। सेवा सम्बन्धी विषयका आफ्नै लगानीमा अध्ययन गर्न समेत 3 वर्ष अध्ययन विधा पाउने। यो अवस्थामा तलब नपाइने। म चाहिँ अब छात्रवृत्ति पायो भने छात्रवृत्ति लिएर गर पढ्न गयो भने चाहिँ उसले तलब पनि पाउँछ। यदि आफ्नै विचारले चाहिँ म चाहिँ अध्ययन गर्न जान्छु यो चाहिँ सेवा सम्बन्धी विषयमा, जस्तै सार्वजनिक सेवा सम्बन्धी विषयमा म चाहिँ विदेशमा गएर अध्ययन गर्छु, आफ्नै लगानीमा गर्छु भनेर भन्छ भने उसले पनि विधा पाउँछ 3 वर्ष, तर तलब पाइँदैन। अध्ययन विधाको लागि 3 वर्ष सेवा अवधि हुनुपर्ने। 3 वर्षसम्म काम नगरेको व्यक्तिले चाहिँ अध्ययन विधा पाउँदैन है भनेर भन्ने कुरा छ। असाधारण विधा नियम 62। सेवा अवधि 5 वर्ष भएको हुनुपर्ने। यदि सेवा अवधि 5 वर्ष भएको छैन भने असाधारण विधा पाउँदैन। कुनै असाधारण कारण परि नेपाल सरकारले दिन सक्ने यो एक पटकमा 1 वर्ष गरी सेवा अवधिभर 3 वर्षसम्म पाइने तलब सुविधा र सेवा अवधि पनि नजोडिने। असाधारण विधा दिँदाखेरि सेवा अवधि र तलब सुविधा पाइँदैन। बेतलबी विधा। अब बेतलबी विधा भने कस्तो विधा हो भनेर भन्नुहुन्छ होला। नियम 62 को क मा यस सम्बन्धी व्यवस्था गरिएको छ। श्रीमान र श्रीमती विदेश स्थित नेपाली राजदूतावास वा नियोगमा कार्यरत रहेको अवस्थामा प्रमाणपत्र सहित पेश गरी यो विधा लिन सकिन्छ। नेपाल सरकारबाट प्रमाणित हुनुपर्छ। सेवा अवधिभरि पटक पटक वा एकै पटक गरेर 5 वर्ष विधा लिन पाइन्छ। अब श्रीमान वा श्रीमती सरकारी कर्मचारीको श्रीमान वा श्रीमती विदेशी नियोगमा राजदूतावासमा काम गर्दैछ भने आफ्नो श्रीमान र श्रीमतीलाई विदेशमा पनि भेट्न चाहिँ जान सकिन्छ विधा लिएर। त्यो विधाको व्यवस्था बेतलबी विधाको व्यवस्था गरिएको छ नियम 62 को क मा। अब सजाय सम्बन्धी व्यवस्था हामी नियमित कर्मचारीलाई हुने सजाय सम्बन्धी व्यवस्था हामी चाहिँ अर्को पार्ट 8 भिडियोमा अध्ययन गर्नेछौँ। त्यतिन्जेलसम्म यो भिडियोलाई हेरेर आफ्नो अध्ययन कार्यलाई मजबुत बनाउँदै जानुहोला। यस्तै भिडियोहरू लगातार आइ नै रहनेछन्। युट्युबलाई सब्स्क्राइब गर्नुहोला, फेसबुक पेजलाई फलो गर्नुहोला। धन्यवाद, नमस्कार।